Hey everyone, welcome to the normal, and today we're going to do the part of chemistry of this periodic table chapter on the basis of C. So C को लागि मोडलबाट नगरेर किन यसबाट चाहिँ बुकबाट गएर आउँछ मेनी अफ यु आस्क बट आई थिंक अब चाहिँ सिलेबस चेन्ज भएको छ अनि अब चाहिँ हामीलाई चाहिँ सिलेबस भन्दा बाहिरको कुरा सम्झनु मिल्दैन अब सिलेबस भन्दा बाहिरको कुरा सम्झनु नमिलेपछि त हामीले पढ्ने भनेको त 11 मा त यही हो 11 मा पढ्ने भनेको यही हो भनेपछि यही कुरामै अब्जेक्टिभ भएर चाहिँ क्वेशनहरु आउँछ अनि यसको क्वेशन आर भेरी प्रिटी गुड सो अब यसले सुरुमा चाहिँ स्टार्ट गरौँ भने सुरुमा त अब हल्वा हल्वा क्वेशनहरु छ द मोस्ट इम्पोर्टेन्ट एक्टिभ स्टेप इन द डेभलपमेन्ट अफ द periodic table was taken by obviously Mendeleev नै भयो फर्स्ट periodic table त्यो भन्दा अघि पनि डबनेटले पनि हो तर मेनली चाहिँ क्लासिफाई गरेर चाहिँ मेन्डेलिभले भयो इन द मोडर्न periodic table एलिमेन्ट्स आर अरेन्ज इन भनेको छ अब यो क्वेशन कसैलाई लाइक यो एकदम कसरी इजी सोच्छ हैन तर यो क्वेशन पनि उसमा चाहिँ आएको छ कि एमएमा हो कि आइएममा चाहिँ आएको छ हैन त्यो यसमा चाहिँ के हुन्छ भने मेन्डेलिभमा चाहिँ एटोमिक मासको बेसिसमा उनले अरेन्ज गरेको थियो भने वी नो दैट कि मोडर्न periodic टेबलमा चाहिँ हामीले एटोमिक नम्बरको बेसिसमा अर्डर गर्छौं भनेपछि यसको चाहिँ आन्सर चाहिँ हाम्रो के हुन्छ भने एटोमिक नम्बर हुन्छ एटोमिक नम्बर हुन्छ व्हिच वान हैज द सेकेन्ड आयनाइजेसन पोटेन्शियल अब खतरा क्वेशन आयो हैन सो अब आयनाइजेसन पोटेन्शियल भनेको छ पहिले जाम है त हामीले राम्रोसँग आयनाइजेसन पोटेन्शियल भनेको छ यसलाई चाहिँ मैले आयनाइजेसन एनर्जी पोटेन्शियल भनेको चाहिँ एउटै नै हो है त आयनाइजेसन एनर्जी आयनाइजेसन पोटेन्शियल भनेको छ जसमा चाहिँ हामीले के देखेको छ अक्सिजन दिएको छ नाइट्रोजन दिएको छ फ्लोरिन दिएको छ अनि कार्बन दिएको छ अब यसमा चाहिँ हामीले के भनेको छ भने सो आइ एम ब्याक विथ द प्रपर सेटअप सो अब यसमा चाहिँ हामीले के भनेको छ भने आयनाइजेसन एनर्जी भनेको चाहिँ त सो आयनाइजेसन एनर्जी भनेको चाहिँ कस्तो हो भने लाइक अब मैले कुनै एटम लिए मैले हाइड्रोजनको एटम लिए अनि यहाँ एउटा इलेक्ट्रोन छ हैन अनि यो इलेक्ट्रोनलाई चाहिँ मैले एक्सटर्नल सोर्सबाट के अगेन आई रिपिट कि यो इलेक्ट्रोनलाई चाहिँ मैले एक्सटर्नल सोर्सबाट कति एनर्जी दिए भने चाहिँ यो इलेक्ट्रोन चाहिँ लाइक बाहिर आउँछ कि यो यसबाट चाहिँ फ्री हुन्छ अनि आफ्नो फ्रीली फर्ममा चाहिँ बाहिर आउँछ भन्ने एनर्जीलाई नै आयनाइजेसन एनर्जी भन्छ के अनि अझै त्यसैको चाहिँ अपोजिट चाहिँ हैन मैले चाहिँ हैन यो इलेक्ट्रोनलाई चाहिँ कति एनर्जी चाहिन्छ त्यसले चाहिँ यो स्पेसिसलाई चाहिँ अझै एउटा इलेक्ट्रोन कि अझ हाइड्रोजनलाई अझै एउटा इलेक्ट्रोन चाहियो रे के बाहिरको चाहिँ फ्रीली घुमिरहेको इलेक्ट्रोन छ अझै एउटा इलेक्ट्रोन चाहियो भने चाहिँ त्यस्तो एनर्जीलाई चाहिँ नर्मली आयनाइजेसन इलेक्ट्रोन एफिनिटी भन्ने गर्छ अहिले चाहिँ हामी आयनाइजेसन एनर्जी भनेर मात्र बुझौँ न त आयनाइजेसन एनर्जी भनेको यस्तो एनर्जी हो जुन कुनै एटम छ नि कुनै हाइड्रोजनको एटम या फिर जुनसुकै मेटलको एटम भयो त्यसको यो फ्रीली मुभिङ इलेक्ट्रोनलाई इजेक्ट आउट गर्नको लागि यसबाट यसलाई फ्रीली बनाउनको लागि चाहिने एनर्जी नै आयनाइजेसन एनर्जी हो अनि आयनाइजेसन एनर्जी चाहिँ के हुन्छ भने लाइक यसको लागि चाहिँ यहाँ माइन्ड म्याप पनि छ हल्का तपाईँले हेर्दा पनि हुन्छ आयनाइजेसन एनर्जी इज vertical the inversely proportional to the atomic size अनि directly proportional to the z भनेको छ अनि यो चाहिँ कसरी हुन्छ भने आयनाइजेसन एनर्जी भनेको चाहिँ अब यति एनर्जी दिएर चाहिने हुन्छ अब यसको लागि चाहिँ हामीले मोडर्न periodic table के हेर्नुपर्छ periodic table मा एलोङ द हामीले लेफ्टदेखि राइटमा जाँदा हामी पिरियडमा जान्छौँ नि त पिरियडहरुमा हामी एलोङ द लेफ्टदेखि राइटमा जाँदा हामी आयनाइजेसन एनर्जी भनेको चाहिँ इन्क्रिज हुँदै जान्छ के किन इन्क्रिज हुन्छ भने हाम्रो z को भ्यालु इन्क्रिज भइरहेको हुन्छ z भनेको के हो z भनेको एटोमिक नम्बर हो अब कुनै कुनै बुकमा चाहिँ z लाई पनि न्यूक्लियर चार्ज भनेको हुन्छ न्यूक्लियर चार्ज भनेको पनि न्यूक्लियर चार्ज भन्नु र z भन्नु पनि एउटै हो z भनेको त प्रोटोनको नम्बर हो एटोमिक नम्बर प्रोटोनको नम्बर जति धेरै प्रोटोन हुने त्यति धेरै न्यूक्लियर चार्ज पनि बढ्नु भनेको प्रोटोन बढ्नु भनेको न्यूक्लियर चार्ज पनि बढ्नु हो त्यही भएर चाहिँ त्यसरी भन्छ सो एलोङ द पिरियड जाँदा कुनै पनि मोडर्न periodic टेबलको एलोङ द पिरियड जाँदा चाहिँ हाम्रो चाहिँ के हुन्छ भने आयनाइजेसन एनर्जी चाहिँ बढिरहेको हुन्छ अब यसरी हेर्ने भने अब डी ब्लकको केसमा चाहिँ एक्सेप्सन केस त्यही पनि नर्मली हामीले हेर्ने भने चाहिँ अब यहाँदेखि हामी यहाँ जानेसम्म चाहिँ हाम्रो आयनाइजेसन एनर्जी चाहिँ बढेको हुन्छ ब्रोमिन त्यसपछि सबसे बढी कार्बन त्यसपछि नाइट्रोजन त्यसपछि अक्सिजन सबसे बढी त्यसपछि फ्लोरिन अब यहाँ पनि हामीले हेर्ने भने अलिक राम्रोसँग हामीले हेर्यौँ भने पनि यहाँ हामीले के देखेको छ क्वेसनमा हामीले के देखेको छ अक्सिजन नाइट्रोजन फ्लोरिन र क्रोम दिएको छ अहिले मैले 2 देखेँ यस्तो फर्ममा हुँदैन भनेर हो त्यसरी लेख्दा पनि भयो अब यसरी पनि हेर्ने भने यो एलोङ द पिरियडमा दिएको छ कि एलोङ द पिरियडमा हामीले नर्मल थाहा छ हाइड्रोजन हिलियम मिथेन बेरियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन नियोन भनेपछि हाइड्रोजन हिलियम मिथेन बेरियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन भनेपछि हामीले एलोङ द पिरियडमा देख्छ एलोङ द पिरियडमा जाँदा मैले के भनेको थिएँ आयनाइजेसन एनर्जी बढ्छ भनेको छ अब हामीलाई चाहिँ क्वेसनमा के भनेको छ व्हिच हैज द सेकेन्ड हाई आयनाइजेसन पोटेन्शियल अब अझ हाम्रो दिमाग खराब गर्यो अब यसको लागि फेरि बुझ्नु पर्यो हामीले कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन लियौँ है अब कार्बनको इलेक्ट्रोनिक कन्फिगरेसन गर्नु पर्यो के यसको लागि चाहिँ सो कार्बन भनेको हामीलाई के थाहा छ एटमिक नम्बर 6 मा हो भने 1s2 2s2 2p to the 4 2 हुने भयो भने यसको 2p2 हुने भयो यसको 2p3 हुने भयो यो मैले पछाडि चाहिँ गरेको थिएँ नि र 2p4 हुने भयो अनि यो 2p5 हुने भयो अनि आयनाइजेसन एनर्जी भनेको यस्तो एनर्जी जसबाट चाहिँ इलेक्ट्रोन इजेक्ट आउट गर्नुपर्छ यसरी बनायो भने चाहिँ तीनवटा अर्बिटल हुन्छ तीनवटा उसमा बस्छ जस्तो 1 2 3 अनि 1 2 3 अब यसरी गर्ने भने चाहिँ यस्तो 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 अनि यस्तो 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 चारवटा छ यहाँ चाहिँ चारवटा हुन्छ 4 अनि यो 5वटा सो अब कसको चाहिँ सबसे बढी सेकेन्ड आयनाइजेसन पोटेन्शियल भनेको सेकेन्ड आयनाइजेसन पोटेन्शियल भनेको सबैले एउटा इलेक्ट्रोन लुज गरिसक्यो भनेपछि यसको इलेक्ट्रोनिक कन्फिगरेसन p1 भइसक्यो अनि यसको इलेक्ट्रोन 2 भइसक्यो अनि यसको इलेक्ट्रोनिक कन्फिगरेसन 3 भइसक्यो अनि यसको चाहिँ 4 भइसक्यो अब यहाँ हेर्ने भने हाफ फिल्ड र फुल फिल्डको चाहिँ आयनाइजेसन एनर्जी चाहिँ बढी हुन्छ भन्छ यो p हेर्ने हो भने p चाहिँ हाफ फिल्ड छ कसरी थाहा पायो भने p मा चाहिँ हाम्रो p मा कसरी थाहा पायो भने चाहिँ p मा चाहिँ हाम्रो टोटल अटाउने भनेको p ब्लकमा चाहिँ हाम्रो कतिवटा टोटल अटाउने भनेको चाहिँ 6वटा इलेक्ट्रोन अटाउँछ अब यो p को 6 को हाफ भनेको 3 हो नि त भनेपछि यो चाहिँ हाम्रो हाफ फिल्ड छ यो कस्तो केसमा रे सेकेन्ड आयनाइजेसनको केसमा यो चाहिँ आयनाइजेसन एनर्जी 1 को केसमा सो अब त्यसमा कुरा गर्ने भने चाहिँ यो चाहिँ हाम्रो हाफ फिल्ड छ त्यही भएर चाहिँ यसको आन्सर चाहिँ हाम्रो अक्सिजन हुनुपर्छ अनि अक्सिजन चाहिँ कतिमा छ अप्सन नम्बर ए मा चाहिँ अक्सिजन छ त्यही भएर 3 को आन्सर चाहिँ ए हुन्छ तर लेट मी वेट सो 3 को आन्सर चाहिँ ए हुन्छ तर यही केसमा हामीलाई फर्स्ट आयनाइजेसन एनर्जी सोधेको भए चाहिँ के हुन्थ्यो भने फर्स्ट आयनाइजेसन एनर्जीमा चाहिँ यो अब तलको हेर्नु परेन के यो तलकोलाई एलिमिनेट गर्ने भने चाहिँ माथिको मात्र हेर्दा चाहिँ हाफ फिल्ड कुन छ माथिको मात्र हेर्दा त हाफ फिल्ड भनेको त हाम्रो त नाइट्रोजन छ नाइट्रोजनको त p3 छ नि त यो खास तपाईले माथिको इलेक्ट्रोन हेर्ने हो कि यो कुनै पनि माथि छ भने चाहिँ यो इलेक्ट्रोन हो भन्ने हामीले बुझिन्छ नि त अब कार्बनको त p2 छ नाइट्रोजनको p3 छ अक्सिजनको p4 छ तर फ्लोरिनको चाहिँ p5 छ भनेपछि हाफ फिल्ड कुन रहेछ त नाइट्रोजन हाफ फिल्ड रहेछ अनि त्यही भएर त यसको आयनाइजेसन एनर्जी बढी हुन्छ किनभने कुनै पनि एटम युनिभर्समा एटमको मात्र कुरा हैन कि कुनै पनि कुराहरु स्टेबल हुन खोज्छ जस्तै इभन हाम्रो लाइफमा पनि वी
वेयर सिन टु बी स्टेबल क्या हामी कतै न कतै कुनै न कुनै एस्पेक्टबाट स्टेबल हुनसक्छ खोज्छौँ नि त लाइक हाम्रो स्टोरीमा जेमा भए पनि त्यसै एटम पनि स्टेबल हुन खोजेको अब कुनै हाफ फिल्ड एटम छ भने ऊ स्टेबलबाट चाहिँ के फुलफिल हुनलाई निस्किन्छ होइन नभए झाप्प चाहिँ निस्किन खोज्दैन कि त्यही भएर हाफ फिल्ड या फिर फुलफिल्ड एटमहरूलाई चाहिँ हामीले एकदमै धेरै आयोनाइजेसन एनर्जी दियो भने मात्र उनीहरूको इलेक्ट्रोन इजेक्ट आउट गर्न सकिन्छ कि अब फर्स्ट आयोनाइजेसन एनर्जी कस्तो आइछ भने चाहिँ तपाईँले के भन्नु पर्थ्यो नाइट्रोजनको भन्नु मिल्थ्यो तर अब हामीले सेकेन्डको कुरा गरेको छ सेकेन्डमा आयोनाइजेसन एनर्जीको कन्सेप्ट चाहिँ के हो भने अनि तपाईँलाई अझ के भयो के जस्तो लागिरहेको छ भने पनि बुझ्नु कि त्यही फर्स्टमा फर्स्ट भनेर सोध्यो भने सबैबाट अब एउटा इलेक्ट्रोन निकाल्न कति एउटा इलेक्ट्रोन निकाल्न हेर्नु पऱ्यो कि अब सेकेन्ड सोधिरहेको छ भने सबैबाट पहिला एउटा इलेक्ट्रोनहरू निकालिदिनु अब हामीले 2p2 कार्बनको पी ब्लकमा दुईवटा थियो भने हामीले एउटा निकालिदिइसक्यौँ कि सबैबाट एउटा निकाल्दियो भने एउटा निकाल्दा चाहिँ कुन हाफ फिल्ड छ भनेर हेऱ्यो भने त्यसरी मिल्छ है त अब अरू के भने चाहिँ एकर्डिङ टु द मोडर्न पिरियडिक टेबल द ल द भेरिएसन इन द प्रोपर्टिज अफ एलिमेन्ट इज रिलेटेड टु व्हाट भनेको छ मोडर्न पिरियडिक टेबलमा त एटमिक नम्बर हो अनि विच अफ द फलोइङ ग्रुप रिप्रेजेन्ट द कलेक्सन अफ आइसो इलेक्ट्रोनिक स्पेसिस भनेको छ सो लेट्स मुभ वेट अ मिनट मैले आफ्नो पेन लिएँ सो आइसो इलेक्ट्रोनिक स्पेसिस होइन देखिरहेको छ होला आई होप सो आइसो इलेक्ट्रोनिक स्पेसिस भनेको चाहिँ कस्तो इलेक्ट्रोनिक स्पेसिस हो भने होइन आइसो भनेको सेम हो अनि इलेक्ट्रोनिक भनेको सेम इलेक्ट्रोन भएको स्पेसिसहरूलाई चाहिँ आइसो इलेक्ट्रोनिक स्पेसिस भन्छ कि जस्तै अब कुनैको इक्जाम्पल लियो भने चाहिँ Na प्लस अनि हाम्रो चाहिँ कुनै अब फ्लोरिन माइनस भयो भने चाहिँ यो आइसो इलेक्ट्रोन हुन्छ किनभने एनले एउटा इलेक्ट्रोन लुज गरे यसको एटमिक नम्बर 11 हो अनि यसमा पनि 11 वटा नै इलेक्ट्रोन छ होइन 11 वटा नै इलेक्ट्रोन छ तर एउटा प्लस भनेको एउटा लुज गर्नु हो भनेको यसमा 3 वटा इलेक्ट्रोन आयो अनि फ्लोरिनको भनेको चाहिँ अब फ्लोरिन भनेको कति भन्यो भने फ्लोरिन भनेको चाहिँ 9 हो अनि 9 नै हो हाइड्रोजन लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन नियोन सोडियम फ्लोरिन नियोन अब यसको 9 अब यसबाट 9 बाट चाहिँ एउटा गेन गरे यसले एउटा गेन गर्यो भनेपछि यस्तो 3 वटा इलेक्ट्रोन पहिला 9 वटा थियो 9 वटामा एउटा गेन गर्यो एउटा गेन गर्ने बित्तिकै 3 वटा इलेक्ट्रोन भयो भनेपछि यिनीहरू दुईटाको के छ भने यिनीहरू दुईटाको डिस्पाइट दे हेभ डिफरेन्ट एटमिक नम्बर बट दे हेभ द सेम इलेक्ट्रोनिक स्पेस भनेको यिनीहरूको इलेक्ट्रोनको नम्बर चाहिँ सेम छ इलेक्ट्रोन नम्बर सेम भन्ने बित्तिकै आइसो भनेको सेम इलेक्ट्रोनिक चार्ज हुने भनेको आइसो इलेक्ट्रोनिक स्पेसिस हो सब हामीले यहाँ पनि त्यही खोज्नु पर्यो अब जस्तै यहाँ पनि भनेको छ हामीले अलिक कमन सेन्स पनि लगाउँ न त लाइक क्याल्सियम भनेको चाहिँ सिजियम भनेको चाहिँ ब्रोमिडियम भनेको अब सिजियम भनेको त फार भयो लाइक सिजियम भनेको त लिथियम देखिरहेको छ होला आई गेस लिथियम भएन अब हाम्रो चाहिँ यहाँ हाइड्रोजन लिथियम सोडियम अनि हाइड्रोजन लिथियम सोडियम पोटासियम अनि त्यसरी फ्रेन्सियम अनि सिजियम अनि होइन रुबिडियम सिजियम फ्रेन्सियम हो अब सिजियम भनेको त पोटासियम 19 हुन्छ अब पिरियडमा बढिरहेको छ कि रुबिडियम भनेको 55 हो अनि सिजियम झन् हाई हुन्छ सिजियम भनेको कति थियो सिजियम भनेको 55 हो अनि रुबिडियम भनेको 37 हो अनि त्यसपछि यो फ्रेन्सियम भनेको चाहिँ हाम्रो 87 हो भनेपछि सिजियम भनेको 55 भएको अलिक धेरै हाई भने चाहिँ अलिक नर्मल केस चाहिँ हान्नु मिल्छ नि त सिजियम भन्ने हुँदैन भन्ने थाहा भएन अलिक धेरै टाढा छ भने चाहिँ अलिक हुँदैन कि नजिकको हेर्नुपर्छ अनि अब चाहिँ यहाँ नाइट्रोजन फ्लोरिन र सोडियम छ यो चाहिँ हुनसक्छ है भनेर एकचोटि यस्तो सरसर होइन है त अरू यहाँ सोडियम क्याल्सियम र म्याग्नेसियम अब क्याल्सियम त 20 नम्बरको हो नि त 20 नम्बरको यो 11 नम्बरको छ अब 11 नम्बरकोले एउटा लुज गरेको छ म्याग्नेसियम त 10 वटा छ अब क्याल्सियमको त 20 नम्बरकोले त मिल्दैन नि त यो पनि हामीले इलिमिनेट गर्न मिल्यो अनि बेरिलियम अल्युमिनियम र क्लोरिन छ यो चाहिँ मिल्न सक्छ है भन्ने जस्तो हुन्छ तर बेरिलियम भनेको त हाम्रो 4 नम्बरको अल्युमिनियम भनेको 13 को 4 र 13 को लागि पनि कम्पेयर गर्न मिल्छ मिल्दैन यसरी पनि हाम्रो चाहिँ बी नम्बर एन्सर हो भन्ने त हामीलाई थाहा भयो तर यसको लोजिक चाहिँ कस्तो हो भने जस्तै अब नाइट्रोजन अघि मैले भनिसकेँ नि त आइसो इलेक्ट्रोनिक भनेको सेम इलेक्ट्रोनिक चार्ज नाइट्रोजनको हाम्रो कतिवटा हुन्छ 7 वटा इलेक्ट्रोन हुन्छ नाइट्रोजनको एटोमिक नम्बर भनेको 7 हो एटोमिक नम्बर 7 हो भनेपछि इलेक्ट्रोन पनि 7 वटा नै छ एटोमिक नम्बर 7 हो भनेपछि इलेक्ट्रोन 7 वटा छ अब यसलाई 3 वटा इलेक्ट्रोन एक्स्ट्रा गेन गर्यो भनेपछि यसले 3 वटा इलेक्ट्रोन गेन गर्यो 3 वटा इलेक्ट्रोन गेन गर्ने बित्तिकै नाइट्रोजन कतिवटा भयो 3 वटा इलेक्ट्रोन भयो अब फेरि अहिले मैले दिएको इक्जाम्पलसँग नै मिलेछ अनि फ्लोरिन भयो फ्लोरिनले पनि एउटा इलेक्ट्रोन गेन गर्यो भनेपछि यसले पनि 10 वटा इलेक्ट्रोन 3 वटा भयो 9 वटा थियो एउटा गेन गर्यो अनि सोडियमले एउटा लुज गर्यो भनेको यसको चाहिँ 3 वटा भयो भनेपछि यसको आन्सर चाहिँ बी हुने भयो त्यसरी पनि बुझ्न सकिन्छ तर भले कमन सेन्स पनि लगाउनु पर्छ ल अनि अर्को चाहिँ के भन्छ एलिमेन्ट विथ एटोमिक नम्बर दिस बिलोङ्स टु व्हाट भन्ने चाहिँ वेट मिनेट होप अब चाहिँ अहिले राम्रोसँग छ होला सो अघि चाहिँ हामीलाई भनिसक्यो कि होइन एटमिक नम्बर 56 भएको एलिमेन्ट चाहिँ कुन ब्लकमा पर्छ भनेको छ सो यसको लागि चाहिँ एउटा मेथड यस्तो छ होइन एउटा मेथड यस्तो छ कि तपाईँहरूले ट्याक्क सम्झिनु पर्यो होइन हाइड्रोजन भनेको 1 हुन्छ अनि लिथियम भनेको चाहिँ 3 हुन्छ अनि त्यसपछि ट्याक्क के हाइड्रोजन लिथियम सोडियम अनि पोटासियम अनि सोडियम पोटासियम रुबिडियम सिजियम फ्रेन्सियम अनि अब यसरी सम्झिँदै गयो भने चाहिँ 11 हुन्छ अनि यो चाहिँ पोटासियम भनेको चाहिँ 19 हुन्छ अनि रुबिडियम भनेको चाहिँ 37 हुन्छ अनि सिजियम भनेको चाहिँ 55 हुन्छ आई गेस अनि फ्रेन्सियम भनेको चाहिँ हामीले चाहिँ चाइना चाहिँ आई थिङ्क 87 हुन्छ है त अब तपाईँहरूले यसरी सम्झिँदा पनि भयो भने यसरी सम्झिँदा भयो भने पनि अब फाइदा चाहिँ तपाईँहरूले नै फाइदा हुन्छ यसको मिमोनिक्स पनि थियो समथिङ के थियो कि लिनाको रफ चाहिँ फरियाद हो कि समथिङ भने जस्तो यस्तो मिमोनिक्स पनि थियो यसरी सम्झिँदा पनि एउटा चाहिँ फाइदा अब यसरी भयो भने चाहिँ हामीले ठ्याक्क भन्नु मिल्छ कि लाइक सिजिएमको 55 छ 55 पर्छ पक्कै पनि 56 यता आउँछ नि त 56 यता आउँछ भनेपछि हाम्रो आउने 56 ब्लकमा पर्ने एलिमेन्ट भनेको त हाम्रो थाहा छ नि त पेरियोडिक टेबलमा त हाम्रो त जस्तै यो पेरियोडिक टेबल भयो भने यो पेरियोडिक टेबलमा त हाम्रो त यो भनेको ठ्याक्कै यसरी सम्झिनु एस ब्लक यो हो यो पी ब्लक हो यो डी ब्लक हो अनि एफ ब्लक हो एसपीडीएफ यो भनेको एस ब्लक यो भनेको पी ब्लक यो भनेको डी ब्लक यो भनेको एफ ब्लक भनेपछि नर्मली हाम्रो थाहा छ कि हाम्रो सिजिएम 55 यता आएको छ भनेपछि 56 भनेको यता आउनुपर्छ भनेको पक्कै पनि एस ब्लकमै हुनुपर्छ भनेर त्यसरी थाहा हुन सक्छ तर अर्को मेथड पनि छ हल्का लेन्दी होला तर अब के भनौँ बुझ्नु छ भने चाहिँ बुझ्न मिल्छ लाइक 56 भएन 56 भनेपछि यता चाहिँ इलेक्ट्रोनिक कन्फिगरेसन गर्न मिल्छ इलेक्ट्रोनिक कन्फिगरेसन गर्यो भने चाहिँ पहिले चाहिँ हामीले यो लेख्यौँ 1s2 2s2 2p अनि 3s2 3p 3s3p तर फेरि 3s त्यही हो 3s 3p 4s 4p अनि
अनि यस्तो हामीले यहाँभन्दा बढी चाहिँदैन अनि अधिकांश चाहिँ हामीले कसरी सम्झिनु मिल्छ भने त्यस्तै होइन 1 मा 1 वटा छ नि एउटा मात्र हुन्छ अनि 2 मा 2 वटा छ 3 मा 3 वटा 4 मा 4 वटा छ भनेर सम्झिँदा भयो अनि अब 56 को कन्फिगरेसन गर्नको लागि यो चाहिँ हामीलाई चाहिन्छ नि यो भन्यो भने चाहिँ लाइक अलि अप्ठ्यारो नै हुन्छ जस्तै अब नर्मली हामीले 30 सम्मको त हामीले इजिली गर्न सक्छौँ कि 30 सम्म कसरी भने 1s2 2s2 2p6 3s2 3p6 4s2 3d10 30 सम्म पुग्यो यहाँ हाम्रो कति पुग्यो भने यहाँ हाम्रो 30 पुग्यो अब हाम्रो अझै धेरै जान्छ नि अब यहाँ गएर हामी कन्फ्युज हुन्छ अब यो कति कसरी लाने भन्दा अब 1s2 2s2 गयो अब 3s2 3p गयो अनि त्यसपछि यो 3p पछि 4s गयो अनि अब 3d अब हामीलाई कुन बाटो हुँदै जानु पर्यो हामीलाई 3d फुलफिल भयो त्यसपछि 4p पछि 5s अब भनेपछि 4p मा कतिवटा अर्थ 6 वटा अर्थ तर 5s मा कतिवटा अर्थ 2 वटा अर्थ अझै हाम्रो सकेको छैन 56 हुन्छ यो 30 36 37 38 भयो भनेपछि फेरि हामीले गर्नु पर्यो फेरि गर्दा फेरि 4d मा फेरि 3 वटा अर्थ अब चाहिँ काउन्ट गर्न थाल्दा हुन्छ है त त्यसपछि 5p मा चाहिँ 4 वटा अर्थ अब चाहिँ यहाँ काउन्ट गर्ने यहाँसम्म 30 थियो यहाँबाट 30 थियो यहाँ 36 भयो 36 37 38 38 10 48 मा चाहिँ हामीलाई अब कतिले हुन्छ 56 हुन्छ 56 - 48 भनेको चाहिँ 8 हो भनेपछि हामीले 5p6 भयो अनि 5p6 भयो त्यसपछि चाहिँ त्यही हो अनि 5p6 भनेको चाहिँ 38 30 36 37 38 38 38 48 48 49 50 यो त 54 अझै हाम्रो 54 सम्म मात्रै पुग्यो अझै 5p बाट चाहिँ हामीले फेरि 4s 5p मा हुनुपर्ने हो त 5d हो र त्यस्तो भएको चाहिँ अझै हाम्रो त यो 5p मा पनि अर्डिनल 5p सम्म 54 भने त फेरि 6x हामी 6p मा जानु पर्यो हल्कामा नर्भस भयो क्या भिडियो बनाइराख्दाखेरि अनि यस्तै जान्छ अनि त्यसपछि यो p मा जान्छ त्यसो अब 5p पनि हाम्रो फुलफिल भयो 5p पछि हामी 6 मा गयो अब 6 मा पनि ठ्याक्क एक्ज्याक्टली गरेर फुलफिल भयो भनेको 56 मा गएर एक्ज्याक्टली फुलफिल भयो भनेपछि यसको हैन यसको चाहिँ लास्ट एलिमेन्ट कुन रहेछ एस रहेछ नि त एस ब्लक रहेछ त्यही भएर चाहिँ यो एस ब्लकमा पर्छ भयो अनि यसबाट हामीले पिरियड पनि थाहा पाइन सकिन्छ 6 भनेको यसको चाहिँ पिरियड भयो भने 6 पिरियडमा पर्ने रहेछ अनि भ्यालेन्स इलेक्ट्रोन चाहिँ कतिवटा 2 वटा रहेछ यहाँ धेरै कम्प्लिकेसन हुन्छ तर नर्मली हैन त्यो यसरी चाहिँ हाम्रो एन्सर चाहिँ वेरी पेन्सिल हाम्रो चाहिँ एन्सर चाहिँ एस ब्लक हुन्छ हल्का नर्भस भयो तर इक्जाम यस्तो गऱ्यो भने चाहिँ हल्का टाइमै लाग्छ हैन त्यही भएर चाहिँ म तपाईँहरूलाई भनेको थिएँ कि यो सम्झिनु कि अब ठ्याक्कै सम्झिनु कि अहिले मैले भनेको हे लिना कि रब सेफ फरिदा तर मैले यसरी सम्झिँदा फेरि मलाई त्यति बेटर लाग्दैन किनभने तपाईँ नामसँग सम्झिनु भयो भने त राम्रो सजिलो हुन्छ नि त हाइड्रोजन लिथियम सोडियम पोटासियम रुबिडियम सिजियम फ्रेन्सियम अनि टक्कै लाएर सम्झिने कि यसको चाहिँ यति हुन्छ भने चाहिँ अब हाइड्रोजनको 1 हुन्छ अनि सिजियमको लिथियमको 3 हुन्छ अनि सोडियमको चाहिँ 11 हुन्छ अनि यसको चाहिँ 19 हुन्छ अनि रुबिडियमको चाहिँ हाम्रो चाहिँ 37 हुन्छ अनि सिजियमको चाहिँ 55 हुन्छ अनि त्यसपछि फ्रेन्सियम भनेको चाहिँ 87 हुन्छ अनि त्यही भएर चाहिँ यसरी सम्झ्यो भने चाहिँ हल्का अझै सजिलो हुन्छ नि त लाइक ठ्याक्कै एक्ज्याक्ट गर्न अब चाहिँ हाम्रो अर्को क्वेसन छ अब यहाँ चाहिँ हाम्रो अर्को क्वेसन छ हुन्छ त फलोइङ एज द हाइएस्ट भ्यालु अफ आयनिक रेडियस सो आयनिक रेडियसको केसमा चाहिँ आयनिक रेडियसको केसमा चाहिँ एउटा कुरा सबै सम्झिनु पर्ने चाहिँ के भने जस्तै एनायनको आयनिक रेडियस इज अलवेज ग्रेटर देन एटम अनि एटमको चाहिँ अलवेज ग्रेटर देन क्याटन अब अझै पनि कसैलाई कन्फ्युज हुन्छ एनायन भन्ने चाहिँ के भन्दा एनायन भनेको चाहिँ नेगेटिभ चार्ज जसकोमा छ क्याटन भनेको जस्तोमा पोजिटिभ एटम भनेको त हाम्रो न्युट्रल नै भयो होइन अझै आयनिकमा अझै एउटा चाहिँ के कुरा चाहिँ हुन्छ भने जसको चाहिँ जति बढी पोजिटिभ चार्ज जति बढी हुन्छ नि त्यसको चाहिँ रेडियस चाहिँ कम हुन्छ क्या लाइक नेगेटिभ पोजिटिभ चार्ज नेगेटिभ सो पोजिटिभ चार्ज जसको बढी हुन्छ त्यसको चाहिँ रेडियस कम हुन्छ अब त कसरी हुन्छ भने त्यसै होइन हाम्रो रेडियस डिटर्माइन गर्ने त्यो एटममा भएको लाइक कुनै पनि एटममा भएको भित्रको न्युक्लियर चार्ज डेन्सिटीले त एटममा भएको न्युक्लियर चार्ज डेन्सिटीले हाम्रो रेडियसको साइज मेजर गर्ने अब यो न्युक्लियर चार्ज डेन्सिटी भनेको त केले मेजर गर्ने प्रोटोनले नम्बरले मेजर गर्ने हो अनि अब जब पोजिटिभ चार्ज बढ्नु भनेको प्रोटिन नम्बर बढ्नु हो कि जब यो प्रोटोन नम्बरमा इन्क्रिज हुन्छ नि तब न्युक्लियर चार्ज डेन्सिटी इन्क्रिज हुन्छ कि न्युक्लियर चार्ज डेन्सिटी इन्क्रिज हुनु भनेको के भनेको यसको एट्र्याक्ट गर्ने पोटेन्सियल बढ्नु तब इलेक्ट्रोन पहिला 5 वटा इलेक्ट्रोन छ न यहाँ 5 वटा इलेक्ट्रोन छ यो चार्ज डेन्सिटी समथिङ भ्यालु छ 4 छ अरे होइन 5 वटा डेन्सिटीमा 4 पनि समथिङ छ अरे अब यो चार्ज डेन्सिटी बढ्यो भनेको अब प्रोटिन पोजिटिभ चार्ज बढेको जस्तै अब पहिला 4 वटा प्रोटोन थियो भने अब चाहिँ पहिला 5 वटा प्रोटोन थियो भने अब चाहिँ कतिवटा प्रोटोन यस्तो भयो पहिला चाहिँ हाम्रो यहाँ 5 वटा प्रोटोन थियो भने चाहिँ अब चाहिँ पोजिटिभ चार्ज डेन्सिटी बढेर 7 वटा प्रोटोन भइदियो रे अब 7 वटा अब 5 वटा प्रोटोनले पहिला 5 वटा इलेक्ट्रोनलाई तानिरहेको थियो अहिले 7 वटा प्रोटोनले 6 वटा 5 वटा इलेक्ट्रोनलाई तानिरहेको छ कि त्यसैले गर्दा त यो रेडियस चाहिँ यो रेडियस घट्छ के यो रेडियस घट्छ मैले भनेको बुझिराख्नु भएको छ होला आई गेस अनि अब यो रेडियस घट्यो भन्ने बित्तिकै चाहिँ के भयो भने जसको चाहिँ पोजिटिभ चार्ज जति बढी छ त्यसको चाहिँ आयनिक रेडियस चाहिँ त्यति कम हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो अनि यसैमा चाहिँ अरू कन्सेप्ट हुन्छ अनि एनायनको चाहिँ त्यसको चाहिँ नेगेटिभ चार्ज जति बढी छ नि यसमा चाहिँ रेडियस भनेको चाहिँ पोजिटिभ चार्ज जति बढी छ रेडियस त्यति कम हुनु भयो अनि जसको चाहिँ नेगेटिभ चार्ज जति बढी छ त्यसको चाहिँ रेडियस पनि बढ्ने भयो अब त्यो कसरी हुन्छ भने लाइक त्यसलाई अलिक डाउट भयो होला तर यो चाहिँ होइन यही अघि कुरालाई पनि लिनु मिल्छ कि अघि कुरालाई पनि लियो भने 5 वटा प्रोटोन छ अनि 5 वटा इलेक्ट्रोन छ है इलेक्ट्रोन अनि इलेक्ट्रोन अर्बिटमा घुमिरहेको छ है त 5 वटा इलेक्ट्रोन छ 5 वटा प्रोटोन छ 5 वटा इलेक्ट्रोन छ अब चाहिँ के भयो भने अझै इलेक्ट्रोन थपिदियो कि मैले फेरि अझै 5 वटा इलेक्ट्रोन होइन अझै 2-3 वटा इलेक्ट्रोन थपिदिएँ फेरि बाहिरबाट ल्याएर इलेक्ट्रोनहरू मैले थपिदिएँ अनि इलेक्ट्रोनहरू मैले ल्याएर थपिदिएँ अब पहिला आफू सोच्नु पहिला 5 वटा प्रोटोनले 5 वटा इलेक्ट्रोनलाई होइन जति चार्जले तानेको थियो अब यो इलेक्ट्रोनहरू आउँदा त एक त इलेक्ट्रोन बिचको रिपल्सन हाई छ होइन इलेक्ट्रोनको रिपल्सन हाई छ इलेक्ट्रोन बिचको रिपल्सन हाई छ त्यसले झन् रेडियस बढाइरहेको छ त्यही माथि अब यसको त न्युक्लियर चार्ज डेन्सिटी पनि त अब यिनीहरूको कम्पेरिजनमा त यसको भन्दा त्यसको त कम हुने भयो नि त किनभने इलेक्ट्रोनको नम्बर बढिरहेको छ भनेको अझै चार्ज डिस्ट्रिब्युट हुनु पर्यो भनेको यसको अब रेडियस चाहिँ बढेर यहाँ पुग्छ अनि तपाईँहरूले एउटा अचम्मको फ्याक्ट कुरा भन्दै मानौँ जस्तै अब अघि पनि मैले भनेको थिएँ आयोनाइजेसन इनर्जी भनेको यस्तो हो एउटा इलेक्ट्रोनलाई चाहिँ यस्तो इजेक्ट आउट गर्नु होइन यसको रेडियसबाट इजेक्ट आउट गरेर फ्री बनाउनु भन्ने होइन तपाईँलाई अचम्म लाग्ला फर एटम होइन यो इजेक्ट आउट गर्नको लागि चाहिँ इन्फिनिट डिस्टेन्स चाहिँ पार गर्नुपर्छ अनि फर एटम इन्फाइनाइट डिस्टेन्स भनेको चाहिँ 2 cm हो यस लाइक फर एटम कुनै पनि इलेक्ट्रोनलाई होइन इन्फाइनाइट डिस्टेन्सको चाहिँ होइन इन्फाइनाइट
डिस्टेन्स भनेको यसलाई फ्री गराउनको लागि चाहिँ होइन इन्फाइनाइट डिस्टेन्स फ्री गराउनु भनेर हामीले टर्म युज गरिरहेको हुन्छौँ कि 11 12 मा पनि सो त्यो भनेको चाहिँ एटमको लागि चाहिँ इन्फाइनाइट डिस्टेन्स भनेको चाहिँ 2cm अब यो कसरी भयो भने चाहिँ इमेजिन गर्नु न एटम भनेको त लाइक स्मलेस्ट अफ द स्मलेस्ट मोलिकुल हो नि त अनि स्मल अब त्यसभित्र क्वार्कहरू छ त छुट्टी कुरा छ अनि त्यो पनि भनेको वान अफ द स्मलेस्ट भनेको एटम भनेको एलिमेन्ट्री पार्टिकल अझ भन्नु मिलेन तर सब एकदमै स्मलेस्ट पार्टिकल नि त अब एटमको लागि कस्तो भयो भने सबैमा यो रुम भयो नि यो रुममा एउटा चामलको दानो राखे जस्तो भयो कि अब चामलको दानो र एटमलाई कम्पेयर गर्नु न त्यसरी कम्पेयर गर्दा चाहिँ कुनै पनि इलेक्ट्रोनलाई इजेक्ट आउट गर्नु भनेको त्यो फोर्सबाट इजेक्ट आउट निकाल्नु हो नि त अब त्यसको लागि चाहिँ 2cm मात्र हुन्छ त्यो चाहिँ इफेक्ट भयो अनि अझ एउटा कुरा चाहिँ के थियो भने लाइक हेभिएस्ट मेटल भन्यो भने चाहिँ तपाईँलाई हेभिएस्ट मेटल चाहिँ आयो भने चाहिँ त्यसको एन्सर चाहिँ के हुन्छ भने ओगेन्सन हुन्छ कि ओगेन्सन हो कि ओगेन्सन मेरो चाहिँ प्रोनाउन्सिएसन करेक्ट हो लाइक होप सो यसको चाहिँ एटोमिक नम्बर चाहिँ सम्झिनु राख्नु होइन एटोमिक नम्बर चाहिँ 118 हुन्छ सक्यो अब त्यसपछि हाम्रो के भनेको छ भने यसमा चाहिँ विथ द फलोइङ हेज द हाइएस्ट आयोनिक रेडियस भनेको छ अब यसको आयोनिक रेडियस हाम्रो आयोनिक रेडियस हेर्नु छ भने चाहिँ अब मैले अघि भनिसकेँ अनि एनाइनमा सबसे बढी हुन्छ भनेपछि यो चाहिँ अब एउटा कुरा चाहिँ के मिल्छ भने होइन बेरिलियमको चाहिँ बेरिलियम 3+ को भन्दा चाहिँ लिथियमको ठुलो हुन्छ होइन लिथियमको बढी हुन्छ अनि त्यसपछि अक्सिजन 2+ भन्दा चाहिँ फ्लोरिनको चाहिँ अब जति बढी भने अक्सिजनको हाइएस्ट हुन्छ अक्सिजनको बढी हुन्छ त्यसपछि फ्लोरिनको हुन्छ अनि त्यसपछि अब चाहिँ हामीलाई भनेको चाहिँ पोजिटिभ र नेगेटिभ कुन हुन्छ अघि मैले भनेको एनाइन एटम र क्याटायन भनेको एनाइनको सधैँ बढी हुन्छ भनेपछि यसपछि चाहिँ लिथियम हुन्छ अनि त्यसपछि हाम्रो चाहिँ ब्रोमिन हुन्छ हामीले सबसे बढी चाहिँ के भनेर चाहिँ अक्सिजनको चाहिँ सबसे हाई चाहिँ के भन्छ आयोनिक रेडियस हुन्छ होइन अनि त्यसपछि चाहिँ अब चाहिँ अर्को क्वेसन छ अनि इलिमेन्ट हुन्छ एटमिक नम्बर 20 इज प्लेस्ड इन विच पिरियड अफ द पेरियोडिक टेबल भनेको छ त यसको लागि चाहिँ अब कसरी अब इलिमेन्ट नम्बर 20 भनेको अहिले तपाईँलाई भनेको फेरि रिपिट गर्छु अब त्यसरी याद गर्यो भने पनि सजिलै हो कि हामी अब पहिला इलेक्ट्रोन कन्फिगरेसन गर्दा पनि भयो 1s2 2s2 2p6 3s2 3p6 4s2 20 गर्दा चाहिँ ठ्याक्कै यो 10 भयो 10 16 17 18 19 20 20 भनेको यो कति छ यो चाहिँ 4 ब्लकमा 4 पिरियडमा एस ब्लकमा अनि दुईटा इलेक्ट्रोन भयो होइन सो भनेको चाहिँ यो 4th पिरियडमा पढ्ने रहेछ एस ब्लकमा पढ्ने छ भनेपछि यसको पिरियड चाहिँ के भयो 4 भयो भनेर बुझ्दा भयो तर फेरि अर्को फेरि भन्छ कि अहिले नै भनेको चाहिँ हाइड्रोजन सम्झिने अनि लिथियम सम्झिने सोडियम सम्झिने अनि पोटासियम सम्झिने पोटेसियम पछि क्याल्सियम भनिरहेको छ कि लिना कि रब भने रब चाहिँ पर्याद अनि प्रद्या भयो अब यसको चाहिँ हाम्रो चाहिँ 1 भयो अनि यो 3 भयो अनि सोडियमको चाहिँ 11 भयो अनि पोटासियमको चाहिँ 19 भयो यति सम्झिनु पऱ्यो लाइक यो चाहिँ 37 भयो अनि मैले यति भनिसकेँ तपाईँलाई असल मात्रै ध्यानै हुनुपर्ने हो टुडे भयो भने चाहिँ यो त 19 अब 19 पछि चाहिँ यता त्यो 20 आउँछ नि त 20 21 गर्दै गर्दा हुन्छ यो 19 कतिमा 1 2 3 4 अब इक्जाममा गर्दा चाहिँ यसरी गऱ्यो भने चाहिँ अलिक फास्ट हुन्छ लाइक टाइम बचाउनु पऱ्यो नि त इन्ट्रान्स इज अब अल अबाउट टाइमिङ अनि मोर देन स्टडी त भयो टाइमिङ पनि चाहिन्छ नि त त्यसको लागि चाहिँ अब पेन्सिल सो माथिको चाहिँ हाम्रो सी भयो अनि यसको चाहिँ 4 भयो हो त फलोइङ डज नट रिफ्लेक्ट द पेरियोडिसिटी अफ द इलिमेन्ट भनेको छ यो चाहिँ हल्का नयाँ क्वेसन छ अब यसमा चाहिँ के भन्नु इलेक्ट्रोनेगेटिभिटी छ अनि आयोनाइजेसन छ न्युट्रन प्रोटोन रेसियो अनि बन्डिङ बिहेभियर सो यसको एन्सर चाहिँ मैले पहिला भन्दा न्युट्रन प्रोटोन रेसियो हुन्छ किनभने जस्तै होइन अहिले हाम्रो मोडर्न पेरियोडिक टेबलमा पनि कुनै पनि पेरियोडिसिटी यिनीहरू छ नि होइन यिनीहरू जस्तै आयोनाइजेसन एनर्जी इलेक्ट्रोनेगेटिभिटी बन्डिङ बिहेभियरहरूले फलो गर्छ तर न्युट्रन प्रोटोन रेसियो भनेको अब तपाईँले फिजिक्समा जानुभयो भने पनि पछि गएर पढ्नु होला त रेडियो एक्टिभिटी हुने नै न्युट्रन प्रोटोन रेसियोले के तब प्रोटोन नम्बर एकदमै हाई छ प्रोटोन नम्बर हाई छ भनेपछि यो पक्कै पनि केमा जान्छ भने कि अल्फा डिकेमा जान्छ होइन कि अब प्रोटोन नम्बर हाई छ भने कि एउटा अल्फा डिकेमा जाने भयो अनि अर्को चाहिँ बिटा माइनस डिकेमा जाने भयो एउटा हुन्छ अनि न्युट्रन नम्बर हाई छ भने चाहिँ यो चाहिँ कस्तोमा जान्छ भने एउटा चाहिँ बिटा पोजिटिभ डिकेमा जान्छ सो त्यसरी सम्झिँदा चाहिँ भएन न्युट्रन प्रोटोन रेसियोले चाहिँ खास रेडियो एक्टिभिटीको मेजर गर्छ रेडियो एक्टिभिटीमा कुनै पनि पेरियोडिसिटी पर्दैन अनि त्यही भएर आयोनाइजेसनमा पनि होइन कुनै एक्सेप्सनहरूको कुरा गऱ्यौँ भने चाहिँ अब अहिले मैले फ्रान्सियमको कुरा गरेको थिएँ फ्रान्सियमको चाहिँ अब एक्सेप्सनको कुरा गऱ्यो भने फ्रान्सियमले चाहिँ अब कन्सिडर नै गर्दैन किनभने रेडियो एक्टिभ इलिमेन्ट हो नि त पोलोनियम पनि रेडियो एक्टिभ इलिमेन्ट हो त्यही भएर पनि कन्सिडर गर्दैन त्यस्तै भयो अर्को चाहिँ द आउट अफ इलेक्ट्रोनिक कन्फिगरेसन अफ द मोस्ट इलेक्ट्रोनेगेटिभ इलिमेन्ट इज भनेको छ सो अब यहाँ नयाँ कुरा आयो मोस्ट इलेक्ट्रोनेगेटिभ भनेको छ कसरी थाहा भयो त मोस्ट इलेक्ट्रोनेगेटिभ चाहिँ कुन हो अनि कुन होइन भन्दा चाहिँ खास अब मेनली चाहिँ सबै कुरामा चाहिँ एलोङ द पिरियड यसमै लेख्नु एलोङ द पिरियड जाने हो भने चाहिँ आयोनाइजेसन एनर्जी इलेक्ट्रोनेगेटिभिटी अनि इलेक्ट्रोन एफिनिटी छ नि यो सबै बढिरहेको हुन्छ होइन एलोङ द पिरियड जाने हो भने चाहिँ बढिरहेको हुन्छ अनि डाउन द ग्रुप जाने हो भने चाहिँ यो सबै आयोनाइजेसन एनर्जी इलेक्ट्रोनेगेटिभिटी इलेक्ट्रोन एफिनिटी चाहिँ घटिरहेको हुन्छ सो भनेपछि नर्मल सेन्समा पनि हामीलाई थाहा भयो कि लाइक इलेक्ट्रोनेगेटिभिटी चाहिँ यतातिरको पक्कै पनि हाई हुँदैन यतातिरको के भनेपछि यतातिरको कुनै इलिमेन्टको चाहिँ हाम्रो इलेक्ट्रोनेगेटिभिटी चाहिँ हाई हुनुपर्छ भन्ने चाहिँ हामीलाई थाहा हुनु पऱ्यो होइन सो यसरी पनि जानियो भने चाहिँ हाम्रो पेरियोडिक टेबलको चाहिँ हामीलाई लाइक थाहा छ कि बोरोन कार्बन हाइड्रोजन लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन नियोन अब नियोन भन्दा इनर्ट ग्यास हो भनेपछि पक्कै पनि फ्लोरिनको चाहिँ हाइएस्ट इलेक्ट्रोनेगेटिभिटी चाहिँ हुनुपर्छ अब यहाँ चाहिँ हामीले एकदम अलिक बुझेर गऱ्यो होइन जस्तै अब यता चाहिँ इन्क्रिज हुँदै जान्छ यता चाहिँ डिक्रिज हुँदै जान्छ इलेक्ट्रोनेगेटिभिटी भनेको चाहिँ कस्तो हो भने त्यो कुनै पनि दुइटा अझै यसमा इन्ट्रोडक्सन दिएन न ग्यास र सिएल छ भने होइन त्यसमा चाहिँ इलेक्ट्रोनेगेटिभ भनेको कस्तो इलिमेन्ट हो भने ठ्याक्क उसले चाहिँ आफूतिर चाहिँ इलेक्ट्रोन चाहिँ पुरै तान्दैन होइन तर इलेक्ट्रोन चाहिँ सिफ्ट मात्र हुन्छ भनेको चाहिँ अब यहाँ कुनै इलेक्ट्रोन छ भने क्लोरिन चाहिँ सिफ्ट मात्र हुन्छ क्या सिफ्ट मात्र हुन्छ पुरै गइसकेको हुँदैन होइन तर क्लोरिनतिर चाहिँ सिफ्ट मात्र भएको हुन्छ र यसको लागि अझै एउटा के कुरा चाहिँ सम्झिनु पर्छ भने लाइक यसको चाहिँ एउटा इम्पोर्टेन्ट नै छ त्यो चाहिँ म तपाईँहरूलाई भनिदिन्छु अनि त्यो चाहिँ सम्झिनै पर्ला किनभने अरू अप्सन नै छैन अनि त्यो चाहिँ कि म हल्का पछि भनिदिउँ र सो त्यसको लागि चाहिँ खास हुने चाहिँ के हो भने लाइक हामीलाई चाहिँ जेनरल एउटा सिरिज दिएको हुन्छ जस्तो पेरियोडिक टेबलमा चाहिँ नर्मली हामीले क्वेसन आउने भनेको चाहिँ कुन कुनबाट आउँछ भने जस्तै मैले पहिला चाहिँ लेखेँ होइन पिरियड 1मा हाम्रो हाइड्रोजन आउँछ अनि पिरियड 2मा चाहिँ हामीले जेनरली क्वेसन सोध्दा चाहिँ कस्तो सोध्छ भने एउटा कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन फेरि पिरियड 3मा चाहिँ हामीलाई कस्तो सोध्छ भने जस्तै
फस्फोरस सल्फर क्लोरिन भयो अनि लेटर अन अझै अगाडि जस्तो अब क्लोरिनबाट चाहिँ ब्रोमिन आयोडिनसम्म पनि कहिले सोध्ने गर्छ त यसमा चाहिँ हामीले थाहा हुनुपर्छ लाइक मेनली चाहिँ कुनको चाहिँ इलेक्ट्रोनेगेटिभ कति हो भनेर यसको सम्झिनु त्यस्तो अप्ठ्यारो चाहिँ छैन हामीले प्र्याक्टिस गरेर चाहिँ थाहा हुन्छ जस्तै स्ट्यान्डर्ड चाहिँ फ्लोरिनको चाहिँ एफबाट 4 भने त 4 भयो भनेर बुझ्दा भयो अनि 3 अनि अक्सिजनको चाहिँ 3.5 हुन्छ अनि नाइट्रोजनको चाहिँ 3 हुन्छ अनि त्यसपछि कार्बनको चाहिँ 2.5 हुन्छ अनि त्यसपछि हाइड्रोजनको चाहिँ 2.1 हुन्छ अनि लेटर ओन हाम्रो चाहिँ क्लोरिनको यतातिर पनि घटिरहेको हुन्छ क्लोरिनको चाहिँ 3.3 हुन्छ सरी 3 point something हुँदैन अनि ब्रोमिनको चाहिँ 2.8 हुन्छ अनि आयोडिनको अझै घट्छ र 2.5 हुन्छ अनि सल्फरको चाहिँ सिमिलर टु द्याट 2.5 नै हुन्छ अनि फस्फोरसको चाहिँ 2.1 हुन्छ अब यो अलि झन्झट लाग्यो नि त यो झन्झट लाग्यो चाहिँ कसरी सम्झिन मिल्छ भने FON अनि ClBr सम्झिने अनि ISC अनि PS सम्झिने कि जस्तै अब हामीलाई थाहा छ FON फोन भयो होइन कल बहार अनि ISC PS भयो नि त सो अब यसरी सम्झिँदा चाहिँ होइन कसरी सम्झन्छ इलेक्ट्रोनेगेटिभिटी इन्क्रिज भइरहेको हुन्छ कि अनि जुन यो ग्रुपमा छ नि त ISC भनेको PS भनेको त्यो ग्रुपमा छ नि त त्यो ग्रुपमा भएको कुराहरूको चाहिँ के हुन्छ भने सेम हुन्छ जस्तै अब ISC को कुरा गर्ने भने चाहिँ यो सबै यिनी सबैको 2.5 नै हुन्छ कि जस्तै अब आयोडिन भयो अनि सल्फर भयो क्लोरिन भयो कार्बन भयो अनि यिनी सबैको चाहिँ 2.5 नै हुन्छ अनि PS को चाहिँ कुरा गर्ने भने फस्फोरस र हाइड्रोजन दुवैको चाहिँ 2.1 नै हुन्छ अनि अब FON को चाहिँ हुँदैन अनि FON मा चाहिँ फ्लोरिनको फोयाफ नै भइसक्यो अनि 3.5 भयो अनि नाइट्रोजनको त अघि मैले भनिसकेँ नाइट्रोजनको 3 भयो अनि क्लोरिनको पनि 3 भयो अनि ब्रोमिनको चाहिँ 2.8 भयो सो यसरी इलेक्ट्रोनेगेटिभिटीको भ्यालुहरू चाहिँ हामीले सम्झ्यौँ भने चाहिँ हामीलाई धेरै हेल्पफुल चाहिँ हुन्छ कि पछिलाई पनि अनि हाम्रो बुझ्नलाई पनि सो त्यस्तो होइन अब हामीले अघि बुझिसक्यौँ कि मोस्ट इलेक्ट्रोनेगेटिभ इलिमेन्ट भनेकै फ्लोरिन छ कि यहीबाट थाहा हुन्छ नि त फेरि सम्झिने FON यता हेर्ने होइन कि FON सम्झिने FON अनि FON कलबहार ISC PS अघि मैले के भन्छ PS को 2.1 ISC को 2.5 यति त बुझिन्छ फ्लोरिनको त FO भन्ने 4 भन्ने बुझिन्छ अनि यो चाहिँ कता सिमिलर 3 भयो जस्तो मान्थे भने 3 होइन यो चाहिँ 3 यो चाहिँ 2.8 यस्तो के आफै डिकोड गर्दै गयो भने चाहिँ तपाईँ अहिले यति नसम्झिने कि त्यति मात्र सम्झिनु अनि प्र्याक्टिस गर्दा भन्छ कि मोस्ट इलेक्ट्रोनेगेटिभ त यहाँबाट फ्लोरिन नै छ भने त हामीलाई थाहा पाइन्छ हामीले पेरियोडिक टेबलबाट पनि हेऱ्यौँ यहाँबाट पनि हेऱ्यौँ भनेको मोस्ट इलेक्ट्रोनेगेटिभ चाहिँ फ्लोरिन छ अब हामीले अलिक घुमाएर सोधेको छ क्वेसन द आउटर मोस्ट इलेक्ट्रोनिक कन्फिगरेसन अफ द मोस्ट इलेक्ट्रोनेगेटिभ इलिमेन्ट भनेको छ पहिला फ्लोरिन त इलेक्ट्रो कन्फिगरेसन गरौँ 1s2 फ्लोरिनको त 9 भयो एटमिक नम्बर 1s2 2s2 2p5 भयो 2p5 भनेको चाहिँ NS2 NP5 भयो सो अब यहाँ NS2 NP5 चाहिँ कुन छ NS2 NP5 चाहिँ यो छ भनेपछि यो एन्सर भयो अनि विच वान अफ द फलोइङ आयन ह्याज द स्मलर रेडियस भनेको छ म थाकिसकेँ ओके नो वरिज सो अब स्मलेस्ट रेडियस भनेको छ न स्मलेस्ट रेडियस भनेको अघि मैले भनिसकेँ एनायन अनि एटम त्यसपछि क्याटायन एनायन एटम र क्याटायन अब एनायन एटम र क्याटायनमा हामी जाने हो भने चाहिँ 1158 भइरहेको रहेछ अब सो एनायन एटम र क्याटायन भएन या त हेर्ने भने क्याल्सियम छ अनि के अरे पोटासियम छ सल्फर छ अनि क्लोरिन छ भनेपछि पक्कै पनि सल्फर र क्लोरिनमा चाहिँ हुनुपर्ने हो अब एउटाको चाहिँ स्मालिस भनेको छ भने जस्तै क्याल्सियम र पोटासियममा चाहिँ एउटाको स्मालिस चाहिँ हुन्छ भनेर चाहिँ हामीले थाहा यतिको नर्मल सेन्समा पनि जान सकिन्छ न सो अब यसरी पनि हेर्ने हो भने चाहिँ होइन क्याल्सियमको चाहिँ हाम्रो एटमिक नम्बर कति हो 20 हो त 20 मा पनि यसो के गरेको छ भने दुईटा इलेक्ट्रोन लुज गरेको छ 20 मा पनि यसो इलेक्ट्रोन चाहिँ दुईवटा छ भने तर दुईटा इलेक्ट्रोन लुज गरेको छ भनेपछि यसमा चाहिँ कतिवटा छ 18 वटा इलेक्ट्रोन छ अनि पोटासियमले पनि 18 वटा इलेक्ट्रोन युज गरेको छ अब क्याल्सियमको त न्युक्लियर चार्ज डेन्सिटी त प्रोटोन त यसको त 20 नै छ भनेको 20 वटा प्रोटोन छ अनि पोटासियमको चाहिँ कतिवटा प्रोटोन छ भने 19 वटा प्रोटोन छ भनेपछि न्युक्लियर चार्ज डेन्सिटी त यसको हाई छ नि त यसको हाई भनेको यसको हल्का सानो भन्नुभयो त्यही भएर पोटासियम हेज त स्मलेस्ट रेडियस भनेको चाहिँ क्याल्सियमको हुन्छ किनभने न्युक्लियर चार्ज डेन्सिटी क्याल्सियमको हाई छ पोटासियमको इभन त इलेक्ट्रोन नम्बर त सेम छ तर न्युक्लियर चार्ज डेन्सिटी पनि त हेर्नु पर्यो नि त न्युक्लियर चार्ज डेन्सिटी चाहिँ पोटासियमको चाहिँ 19 प्रोटोन मात्र छ क्याल्सियमको चाहिँ 20 प्रोटोन छ भनेको बढी छ क्याल्सियमको प्रोटिन बढी हुने बित्तिकै यसको चाहिँ स्मलेस्ट रेडियस हुने भयो थ्याङ्क यू म कस्तो पानी खाएँ ल अब त्यसपछि के भनेको छ द मेटालिक क्यारेक्टर इन मुभिङ फ्रम लेफ्ट टु राइट इन द पेरियोडिक टेबल इज वाट भनेको छ सो मेटालिक क्यारेक्टर भनेको मेटलहरूले देखाउने क्यारेक्टरलाई मेटालिक क्यारेक्टर भन्छ अब यो भन्नुलाई त मान्छेहरूले आयनाइजेसनसँग मेटालिक क्यारेक्टर प्रोपोर्सनल हुन्छ भनेको चाहिँ यति सम्झिनै पर्दैन कि पेरियोडिक टेबलमा हाम्रो नर्मल छ मेटालिक क्यारेक्टरसित रिलेटेड सीको सिलेबसमा छ त यसरी गयो भने यो पेरियोडिक टेबल होइन पेरियोडिक टेबलको पिरियडमा गयो भने पनि त हामीलाई थाहा छ नि त यतातिरको साइडमा हाम्रो मेटल छ यतातिरको साइडमा मेटल छ यतातिरको साइडमा चाहिँ हेलोजेन्सहरू छ नि त ग्यासेसहरू भनेपछि अब पक्कै पनि त मेटलले त मेटालिक क्यारेक्टर देखाउने हो नि त अब यहाँ के भनेको छ लेफ्टदेखि राइटतिर जाँदा त हेलोजेन्सतिर गइरहेको छ भनेपछि मेटालिक क्यारेक्टर के भइरहेको छ मेटालिक क्यारेक्टर भनेको चाहिँ डिक्रिज भइरहेको छ होइन जति लेफ्टदेखि राइटमा गयो मेटालिक क्यारेक्टर डिक्रिज भनेपछि यसको चाहिँ हाम्रो 12 को एन्सर हाम्रो डी हुन्छ द इलिमेन्ट विथ द इलेक्ट्रोनिक कन्फिगरेसन 1s2 2s2 2p6 3s2 विल बी व्हाट भनेको छ सो अब यसमा चाहिँ यो भनेको त यहाँसम्म त 10 भयो अनि 11 12 मा के पर्छ म्याग्नेसियम भनेको अब नन मेटल होइन इनर्ट ग्यास होइन मेटल होइन मेटल नै हो अल्कलाइन अर्थ मेटल हो भेरियल भ्यालेन्सी इज एक्टिभेटेड बाई भनेको छ भेरिएबल भ्यालेन्सी भनेको चाहिँ डी ब्लक एलिमेन्टले चाहिँ भेरिएबल भ्यालेन्सी गर्दा किन भनिनेहरू चाहिँ लाइक इजी र T2G भन्ने के हुन्छ होइन सो अब त्यसमा नर्मली डी ब्लक एलिमेन्ट चाहिँ हामी ट्रान्जिसन एलिमेन्ट पनि भन्नु सक्यो फेरि हाम्रो अरू क्वेसन आइसक्यो विच एलिमेन्ट हेज द हाइएस्ट टेन्डेन्सी टु लुज इलेक्ट्रोन भनेको छ कसले चाहिँ छिटो इलेक्ट्रोन लुज गर्ने टेन्डेन्सी चाहिँ कसको हाई छ भनेको छ है त सो अब त्यसको लागि चाहिँ हामीले के दिएको छ फ्लोरिन दिएको छ अनि पोटासियम दिएको छ सल्फर दिएको छ बेरिलियम दिएको छ होइन कसले चाहिँ टेन्डेन्सी टु हाई लुज चाहिँ इलेक्ट्रोन हाई भनेको छ सो इलेक्ट्रोन हाई लुज गर्न हाई भनेको चाहिँ आइनेसन इनर्जी चाहिँ कम भयो भने त इलेक्ट्रोन छिटो लुज गर्न मिल्छ नि त लाइक मैले भनेको बुझिराख्नु भएको छ आइनेसन इनर्जी हाई भयो भने त इलेक्ट्रोन लुज गर्न सकेन त जसको आइनेसन इनर्जी कम छ त्यसले लुज गर्न सक्छ यहाँ बेरिलियम बोरोन कार्बन पहिला हेर्ने पिरियडमा दिएको छ कि छैन भनेर यहाँ त बी छ अनि सोडियम छ अनि सल्फर छ भनेपछि दिएको छैन किनभने पक्कै पनि पिरियडमा दिएको भए त फरक हुन्थ्यो अब यसरी हेर्ने भने चाहिँ लाइक फ्लोरिन भएन
फ्लोरिन भयो हाइड्रोजन लिथियम बेरिलियम बोरोन कार्बन डाइअक्साइड अक्सिजन फ्लोरिन नियोन भनेपछि यो 9 भयो अनि पोटासियम भनेको 19 भयो अनि त्यसपछि चाहिँ सल्फर फस्फरस सल्फर भनेको 16 भयो अनि बेरिलियम भनेको चाहिँ 4 भयो सो अब कसको आयनाइजेसन एनर्जी सबसे कम हुन्छ जसको चाहिँ आयनाइजेसन एनर्जी सबसे कम चाहिँ कसको हुन्छ भने एटमिक साइजसँग चाहिँ इन्भर्सली प्रोपोर्सनल हुन्छ जस्तै आयनाइजेसन एनर्जी डिरेक्टली प्रोपोर्सनल टु जेट हुन्छ भने जसको सबसे हाइएस्ट चाहिँ कसको छ यसको छ अनि सबसे लोएस्ट चाहिँ कसको छ बेरिलियमको छ बेरिलियमको सबसे लोएस्ट एटमिक नम्बर छ भनेपछि यसको सबसे हाइएस्ट आयनाइजेसन एनर्जी यसको नि भयो तर पोटासियमको सबसे लोएस्ट सबसे हाइएस्ट एनर्जी छ भनेपछि कस्तो मैले उल्टो कुरा गर्छु नि त लाइक के अरे बेरिलियमको चाहिँ सबसे लोएस्ट एटम नम्बर छ भनेपछि सबसे लोएस्ट आयनाइजेसन एनर्जी पनि बेरिलियमको हुने भयो यस्तो हुँदैन आयनाइजेसन एनर्जीमा वेट अ मिनट मैले कन्फ्युज भयो सो या अघि मैले भनेको थिएँ लाइक आयनाइजेसन एनर्जी इन्क्रिज यो चाहिँ कस्तो भने लाइक हो आयनाइजेसन इन्क्रिज हुन्छ विथ एटमिक नम्बर तर के भने यहाँ सब सेलहरूको कुरा आयो भने सेलहरू नै बढिरहेको छ भने त आयनाइजेसन एनर्जी इन्क्रिज भएर पनि एटमिक नम्बर बढ्यो भने पनि त आयनाइजेसन एनर्जी चाहिँ होइन डिक्रिज नै हुनसक्छ क्या त्यो अब यही हाम्रो केसमा भयो कि लाइक यहाँ हाम्रो 15 नम्बरमा क्वेसन थियो नि त यो होइन चाहिँ फ्लोरिन अनि पोटासियम सल्फर र बेरिलियम हो नि त अब यसको त एटमिक नम्बर 4 छ अनि यसको 19 छ यसको आयनाइजेसन एनर्जी बढी हुनुपर्ने अनि यसबाट इलेक्ट्रोन इजेक्ट आउट गर्न अप्ठ्यारो हुनुपर्ने खास जेनरल सेन्समा तर सेलहरू पनि त हेर्नु पर्यो नि त लाइक यसको भनेको त कति 2 8 8 18 अनि फेरि यसको त अब 1 छ नि त भनेको त यसको त 3वटा सेल 4वटा भयो सब 4वटा बाउन्ड्रीको सेल छ होइन 4वटा भयो अब बेरिलियमको कुरा गर्ने भने त यसको त 2 2 छ अब यो भनेको एउटा दुईटा मात्र भयो भने त यसको त सानो छ भनेको त यसको त न्युक्लियर चार्ज यसको त एकदम नजिक छ त्यसको रेडियस कम छ नि त्यही भएर चाहिँ आफ्नो इलेक्ट्रोनलाई बढी फोर्स आउन मिल्दैन त त्यही भएर यस्तो नर्मल सेन्समा चाहिँ एटमिक नम्बर नै हेर्दा भयो कि लाइक एटमिक नम्बर हेर्ने भने चाहिँ 19 इज द ग्रेटेस्ट अब 19 ग्रेटेस्ट छ भनेपछि यसको सेलवटा पनि 4वटा सेल छ 4वटा सेलबाट इजेक्ट आउट गर्न त अभियसली के अरे इजी हुन्छ नि त रादर देन त अरू सेलहरूबाट यसको 3वटा छ यसको 2वटा छ यसको फेरि उ छ 2वटा छ त्यही भएर यसको आन्सर चाहिँ बी पोटासियम हुन्छ होप यु हेभ क्लियर द्याट के सम्झिनु भने यस्तो हेर्नु त अब हामीले हायर कन्सेप्ट पढ्दा त्यस्तो नर्मल कन्सेप्टमै कन्फ्युज भयो कि लाइक यसको त अब अभियसली सेल नै 4वटा छ 4वटा सेल भएपछि त अभियसली धेरै टाढा भयो इलेक्ट्रोन अनि इलेक्ट्रोन निकाल्न एकदमै सजिलो भयो अब त्यसपछि त्यही भएर यसको चाहिँ पोटासियम हुन्छ ल अनि अब द एलिमेन्ट विथ एटमिक नम्बर 10 18 36 54 86 आर भनेको छ अब 10 भनेको थियो नियोन सम्झिने 18 भनेको आर्गन नियोन आर्गन आइसकेपछि इनर्ट ग्यास लगाउँदै विच हेज द हाइएस्ट इलेक्ट्रोनिक एफिनिटी भनेको छ अब इलेक्ट्रोन एफिनिटी भनेको चाहिँ अघि मैले पनि हल्का इन्ट्रोडक्सन दिएको थियो होइन तपाईँहरूले अब कतिको ध्यान दिएर सुन्नु भयो कि सुन्नु भएन कि भएन नसुनेको भए म बुझाइदिन्छु अब इलेक्ट्रोन एफिनिटी भनेको चाहिँ के हो भने कुनै पनि इलेक्ट्रोनलाई चाहिँ अघि आयनाइजेसन एनर्जी भनेको चाहिँ त्यसबाट इलेक्ट्रोन इजेक्ट आउट गर्न चाहिने एनर्जी भनेको कुनै पनि इलेक्ट्रोनलाई चाहिँ के अरे कुनै पनि एटमलाई चाहिँ एटम लाइक आइसोलेटेड गेसेस एटमलाई चाहिँ इलेक्ट्रोन दिन चाहिँ लाइक कसको लिने कि इलेक्ट्रोन लिने कि हामीले दिने नै आफै इलेक्ट्रोन लिने एफिनिटी चाहिँ कसको हाई हुन्छ भन्ने कुरा चाहिँ होइन सो अब यसमा चाहिँ हामीले के दिएको छ यो चाहिँ हामीलाई एलोङ द पिरियड दिएको रहेछ लाइक एलोङ द ग्रुप दिएको रहेछ अब यो चाहिँ थाहा नै हुनुपर्छ चाहिँ हाम्रो के छ भने फ्लोरिन क्लोरिन ब्रोमिन आयोडिन अनि अझै हाम्रो आयोडिन जस्तै एन्टानियम हो कि के थियो होइन आयोडिन अनि एन्टानियम थियो होइन अब एलोङ द पिरियड चाहिँ के हुनु पर्यो इलेक्ट्रोन एफिनिटीको ट्रेन्ड मैले के भनेको थिएँ डाउन द ग्रुप इलेक्ट्रोन एफिनिटी डाउन द ग्रुप चाहिँ डिक्रिजेस भनेको थियो होइन इलेक्ट्रोन एफिनिटी डाउन द ग्रुप चाहिँ डिक्रिजेस एलोङ द पिरियड चाहिँ इलेक्ट्रोन एफिनिटी इन्क्रिजेस मैले भन्न त त्यही भनेको थिएँ तर सबै केसमा यो लागु हुन्छ भन्ने चाहिँ हुँदैन कि लाइक इलेक्ट्रोनको चाहिँ एफिनिटी चाहिँ के अरे के भन्छ अरे एक्सेप्सन छ कि अनि एक्सेप्सन चाहिँ कुन कुनमा छ भने चाहिँ यो चाहिँ लगभग हाम्रो पछाडिको ग्रुपहरू चाहिँ सबैमा छ होइन अब पहिला चाहिँ हाम्रो बोरोन अल्मोनियम अनि ग्यालियम इन्डियम अनि टाइटानियम भयो अनि कार्बन सिलिकन जर्मेनियम अनि जर्मेनियम त्यसपछि चाहिँ सन्थपर भयो त त्यसपछि चाहिँ हाम्रो नाइट्रोजन फस्फरस अनि आर्सेनिक अनि सुबेरियम एन्टिमोनी अनि बिस्मथ अनि अक्सिजन अनि सल्फर सिलियम अनि टिलियम पोलोनियम अनि लेटर अन चाहिँ हाम्रो के थियो अरे फ्लोरिन क्लोरिन यस्तो पढेँ यस्तो भुल्दै ब्रोमिन अनि आयोडिन एथानियम अनि यो त छोडेर पछाडिको चाहिँ इनर्ट ग्यासहरू भएन अब यस्तो केसमा चाहिँ के हुन्छ भने भेरी मेरिट पेन अब यस्तो केसमा चाहिँ के हुन्छ भने लाइक यो माथिको चाहिँ हो इलेक्ट्रोन एफिनिटी यहाँ सबैमा घट्छ यहाँ इलेक्ट्रोन एफिनिटी पनि घट्छ आयनाइजेसन एनर्जी पनि घट्छ अनि इलेक्ट्रोन नेगेटिभिटी पनि घट्छ डाउन द ग्रुप घट्छ आई एग्री एलोङ द पिरियड बढ्छ आई एग्री बट ओन्ली फर इलेक्ट्रोन एफिनिटीको लागि चाहिँ इलेक्ट्रोन एफिनिटीको लागि मात्र के हुन्छ भने यो चाहिँ ठ्याक्क रिप्लेस भइदिन्छ कि जस्तै अब ब्रोमोन छ नि ब्रोमोन भन्दा एल्युमिनियमको बढी हुन्छ सिलिकनको बढी हुन्छ त्यही हो अनि नाइट्रोजन भन्दा फस्फरसको बढी हुन्छ अब त्यस्तो हुन्छ होइन तर फेरि यहाँ पनि एक्सेप्सन छ अनि अझै फ्लोरिन भन्दा क्लोरिनको बढी हुन्छ अब यो चाहिँ कसरी हुन्छ भने त्यहाँ फ्लोरिनको हेर्ने भने रेडियस यत्रो छ कि अनि क्लोरिनको हेर्ने भने चाहिँ रेडियस यत्रो छ अनि अब यसमा ब्रोमिनको रेडियस हेर्ने भने त ब्रोमिनको त यत्रो छ है अनि अब त्यसरी हेर्ने भने चाहिँ फ्लोरिनले हो इलेक्ट्रोनलाई एट्र्याक्ट गर्छ तर इलेक्ट्रोन राख्ने नै ठाउँ छैन कि अलरेडी यो स्पेस नै फिल्ड छ कि प्रोटोनहरू न्युट्रोनहरूले फिल्ड छ त्यही इलेक्ट्रोन राख्ने ठाउँ छैन तर क्लोरिनले त्यही इलेक्ट्रोनलाई एट्र्याक्ट गर्छ राख्ने ठाउँ पनि छ अब ब्रोमिनको त धेरै ठुलो साइज भयो हामी कुरै गर्नु परेन सो भनेपछि हो फ्लोरिनको इलेक्ट्रोन नेगेटिभिटी हाई हुन्छ इलेक्ट्रोन नेगेटिभिटी भनेको सिफ्ट गर्ने इलेक्ट्रोन नेगेटिभिटी अफ फ्लोरिन इज हाई फ्लोरिन हाई हो तर इलेक्ट्रोन एफिनिटी भनेको त आफूसिम राख्नै पर्छ नि त राख्नको लागि चाहिँ यसलाई के भन्छ अरे हाफ फिल लभ स्टोरी जस्तो भयो कि लभ स्टोरी भयो फ्लोरिनको र इलेक्ट्रोनको तर उसले चाहिँ लाइक फुलफिल नै गर्न सकेन कि घरमा चाहिँ ल्याउन सकेन कि बिहे गरेर त्यस्तो जस्तो भयो कि लाइक फ्लोरिनले होइन एट्र्याक्ट गर्छ आफूसिम तान्छ इलेक्ट्रोन तर आफूसिम राख्ने सेलमा ठाउँ नै हुँदैन कि त्यही भएर चाहिँ अलवेज रिमेम्बर द्याट क्लोरिनको इलेक्ट्रोन नेगेटिभिटी हायर देन फ्लोरिन अनि यो सबैमा त्यही केस लागु हुन्छ तर फेरि एक्सेप्सन छ यसमा फेरि के एक्सेप्सन छ भने चाहिँ अक्सिजनको चाहिँ यो ग्रुपमा लाइक अक्सिजनको चाहिँ यो ग्रुपमा चाहिँ सबसे लिस्ट हुन्छ कि जस्तै अब सबसे हाइएस्ट इलेक्ट्रोन एफिनिटी भनेको चाहिँ पोलोनियम टेलियम अनि पोलोनियम टेलियम सिजिएम हो कि भन्छ सिजिएम भन्नु जस्तो मान्छु मैले
सेलेनियम भन्ने रहेछ सेलेनियम अनि सेलेनियम पछि चाहिँ अनि त्यसपछि अक्सिजन खास हुनुपर्ने सल्फर अनि अक्सिजन यस्तो हो तर खासै यस्तो हुन्छ है त यो चाहिँ सम्झिँदा भयो एक्सेप्सन अफ एक्सेप्सन इम्पोर्टेन्ट छ होइन आउन सक्छ अनि कहिले भन्छ नि त बुकको एमसिक्यूमा के हुँदैन हाम्रो बुकको एमसिक्यूमा हेरेर कति धेरै कुराहरू लुकेको रहेछ होइन सो या अब चाहिँ हाम्रो के भयो अल्कालाइन भयो अनि कसको चाहिँ हाइएस्ट इलेक्ट्रोन एफिनिटी चाहिँ कसको हुन्छ भनेको छ होइन सो म पढाउँदै कहाँ पुगिसकेँ होइन सो यसको चाहिँ अब हामीले थाहा छ है अब के चाहिँ फ्लोरिन क्लोरिन ब्रोमिन आइरिन हाइएस्ट चाहिँ कसको हुने भयो इलेक्ट्रोन एफिनिटी भनेको इलेक्ट्रोन एफिनिटी चाहिँ क्लोरिनको चाहिँ हाइएस्ट मैले भनिसकेँ फ्लोरिनको चाहिँ लभ स्टोरी जस्तै हो आफै हुन्छ ल्याउनु सक्दैन घरमा होइन सो या पिक आउट द आइसो इलेक्ट्रोनिक स्ट्रक्चर फ्रम द फोलोइङ भनेको त CS3 आइसो इलेक्ट्रोनिक भनेको मैले भनिसकेँ आइसो भनेको सेम इलेक्ट्रोनिक भनेको सेम इलेक्ट्रोनिक चार्जहरू भएको CS3 प्लस अब कार्बनको एउटा चाहिँ 6वटा हाइड्रोजनमा 3वटा छ भने 3वटा प्लस भनेको एउटा दानमा दिनु 6 7 8 9 9 छ 9मा एउटा दान दियो भनेपछि 8वटा इलेक्ट्रोन ओके अनि त्यसपछि फेरि हाम्रो के छ H3O प्लस भनेको 3वटा प्लस अक्सिजनको 8वटा 8 9 10 11 11वटामा एउटा दान दियो भनेपछि 3वटा इलेक्ट्रोन ओके अनि त्यसपछि हाम्रो के छ एमोनिया छ एमोनियाको NH3 दाम उसले लेखिरहेको NH3 अब नाइट्रोजन भनेको त्यो नाइट्रोजन भनेको 7 हो 7 प्लस हाइड्रोजनको त्यो 3 हो भनेपछि 10वटा इलेक्ट्रोन यसले केही दान लिने दिने आदान प्रदान गरेको छैन अनि फेरि हाम्रो CS3 छ CS3 मा कार्बनको 6 हाइड्रोजनको 3वटा छ 3वटा 6 7 8 9 9वटामा यसले के नेगेटिभ चार्ज भनेको एउटा चाहिँ लिएको रहेछ धारी त्यही भएर यसको चाहिँ 3वटा इलेक्ट्रोन भनेपछि हाम्रो कुन इलेक्ट्रोन सेम आयो एउटा त CS3 एउटा H3O अनि त्यसपछि एउटा NH3 भनेपछि हाम्रो यो थर्ड सेकेन्ड र IV भनेको हाम्रो चाहिँ D चाहिँ आइसो इलेक्ट्रोनिक हुने रहेछ द नम्बर अफ एलिमेन्ट इन द फिफ्थ पिरियड अफ अ पेरियोडिक टेबल इज भनेको छ अब यसको लागि त इजिएस्ट अफ द इज के सम्झिने 2 8 8 18 18 32 32 को चाहिँ 1 2 3 4 5 6 32 32 7 अझै 6 मा पनि यहाँ के एक्सेप्सन छ तर अब केमिस्ट्री इज अल अबाउट एक्सेप्सन बट या सो हाम्रो फिफ्थमा चाहिँ कतिवटा हुने रहेछ फिफ्थमा चाहिँ 18वटा त्यसको क्वेसन चाहिँ एक्सेप्सनवाला चाहिँ सोध्दैन द एलिमेन्ट विथ एटमिक नम्बर 9 रिजेम्बल्स विथ द एलिमेन्ट ह्याभिङ एटमिक नम्बर वाट भनेको छ सो अभियसली सम्झिनु पऱ्यो एटमिक नम्बर 9 एटमिक नम्बर 10 भनेको नि हो एटमिक नम्बर 15 भनेको फस्फोरस एटमिक नम्बर 20 भनेको क्याल्सियम एटमिक नम्बर 25 भनेको म्याग्निज हो सो अब त्यही कुराले पनि सम्झिने भने होइन एटमिक नम्बर 9 भनेको त्यो एटमिक नम्बर 9 भनेको फ्लोरिन हो फ्लोरिन कुनसँग रिजेम्बल गर्छ सो एटमिक नम्बर 8 भनेको त अक्सिजनसँग रिजेम्बल गर्छ गर्दैन एटमिक नम्बर 17 भनेको त्यो हाम्रो फस्फोरस 19 हो फस्फोरस सल्फर क्लोरिन रहेछ ओए क्लोरिन अक्सिजन र क्लोरिन दाजुभाइ हो अरे फ्लोरिन र क्लोरिन भनेपछि पक्कै पनि क्लोरिनसँग रिजेम्बल गर्छ तर अब हामीले अझै चेक गर्नु पर्यो अझै 27 हुँदैन लाइक 27सँग कहाँबाट रिजेम्बल गर्छ र 27 भनेको त हाम्रो कोबाल्टसँग रिजेम्बल गर्ने कुरै भएन अनि एटमिक नम्बर 35 भनेको छ अनि 35 भनेको चाहिँ हाम्रो के थियो 35 भनेको ब्रोमिन थियो हो 35 भनेको चाहिँ हाम्रो के थियो 35 भनेको ब्रोमिन थियो मैले तपाईँहरूले रिमेम्बर गर्नु भनेको थिएँ नि त सो भनेपछि अब फ्लोरिन र ब्रोमिनमा चाहिँ अझै फ्लोरिनले अलिक धेरै रिजेम्बल गर्यो भने त क्लोरिनसँग हो नि त सो त्यही भएर चाहिँ 20 को एन्सर चाहिँ हाम्रो के हुन्छ B हुन्छ या विथ द्याट वी कम टु द एन्ड अनि थ्याङ्क यू सो मच लाइक आई हेभ ट्राई माई बेस्ट टु भर्टिकल मेक इट इजियर अनि कति ठाउँमा चाहिँ म पनि कन्फ्युज भएँ बट इट्स अल म्याटर कि एकदमै बुझेको मान्छेले बुझायो भने कहिले बुझ्दैन क्या तर ठिक बुझेको मान्छेले बुझायो भने चाहिँ अलिक बुझिन्छ अनि तपाईँहरूको लागि लास्टमा चाहिँ तपाईँहरू बस्नु भएन एउटा चाहिँ बोनस छ यो चाहिँ तपाईँहरूको लागि माइन्ड म्याथ सिरिजहरू भयो टक्क लाएर यसको चाहिँ स्क्रिनसट लेख्दा हुन्छ मजाले स्क्रिनसट लिने अनि यो चाहिँ टक्क लाएर पढ्ने अनि या मिहिनेत चाहिँ गर्नुपर्छ होइन मिहिनेत गर्न चाहिँ छोड्नु हुँदैन लाइक वर्क हार्ड अनि अरू कुरा त सबै भगवान्माथि छोडिदिने हो Okay, thank you so much for this video. Thank you for it's me Preetham signing off. Thank you for watching this video and hope you have learned something from it. Thank you.